हाई गाइज, हाम्रो घरमा पनि दसैँ आयो। अब आफ्नो देशभन्दा बाहिर भएपछि चाहिँ यहाँ सधैँ ताजा मासु खान पाइँदैन नि त। त्यही भएर हामीले चाहिँ अब दसैँमा चाहिँ यसरी मिलेर खसी काटेर लिएर आउँछ। सो त्यही भएर फ्रेस फ्रेस खाना पाउँछ। म बनाउँदिनँ भनेर बसेको, बाबुले चिची भन्यो। त्यही भएर मैले उसलाई र हामीलाई पहिला बनाउन लगाएको। उसको लागि चाहिँ मैले उसले पिरो नखाने भएर जे उसले खान्छ त्यही अनुसारले सिटी लगाएर झोल हालेर बनाइदिएको। अब खास खुर्सानी धुलो नहालेपछि त कलर पनि नआउँदो रहेछ क्या। तर पनि मैले उसको लागि भनेर उसले जस्तो खान्छ हामीले पनि त्यस्तै खानु पर्यो नि त। त्यही भएर त्यही अनुसारको बनाउन लगाएको। अनि म यहाँ काट्दै थिएँ मासु पनि। अनि त्यही भएर यो काटेकोलाई चाहिँ अब फ्रोजन गरेर राख्नुपर्छ नि त। अलिअलि बाँकी बन्छ। हेर्नु न बोसो कति धेरै हुने रहेछ यहाँ त। अनि मैले पकाउँदा एकतिर पकाउन थालेँ, एकतिर चाहिँ फ्रोजन मासुहरूलाई पनि प्याक गर्दै डिप फ्रिजमा राख्ने तयारीमा बसेँ। हामी अब कति नै खान्छौँ र त्यही भएर ल्याएको मासुहरूलाई चाहिँ डिप फ्रिज गरेर राख्ने अनि खाने बेलामा निकाल्दै पकाउँदै गर्ने गर्छौँ। धेरै समयसम्म हुन्छ नि त खानालाई यहाँ राखेपछि। प्रायः यस्तै गर्छ क्या यतातिर त। सो अब मेरो बाबुलाई पनि गरी पाक्यो। यसपछि म खुर्सानी हालेर झिक्छु। मिठो भयो। थ्याङ्क यू।